म तेरो पी फ्लावर टिप्न सक्छु साइली तेरो पी फ्लावर टिप्न सक्छु ड्रागन फ्रुट हेर्नु न यसो नै अहिले भन्छ यो त पी फ्लावर कति राम्रो म लोचना दिदीले नै माग्ने हो कति धेरै फुलेर चाहिँ मलाई यसको बिउ छ भने दिइहाल है होइन यसको लागि होइन हौ मैले त ब्रुनाईमा नै हुन्छ होला भनेर के कति राम्रो फुलेको है प्रकृतिको अनमोल रूप मधु भाउजूकोमा छैन होइन नि के हुन्छ त नि भाउजूकोमा कसैले छ नि त मैले भाउजूलाई समथिङ ल्याइदिएको छु नि त बट सी इज नट एट होम ए कलेज यस भाउजूको कलेज सुरु छ आज भाउजूलाई ट्याग गर्दैछ भिडियोमा ए खै यो पनि निकालिराख्छ कुन हो यो मैले लगेर जाने ओके 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 टेक अल यहाँ मुनि बसेर टिप्न यता मुनि मुनि त मेरो भिडियो चाहिँ खिचिरहनु मोर्छ चाहिँ हैन तेरो खिचेको छैन मैले सुरु गरिदिन्छु नि ए यिनीहरू पनि यति फुलेको छैन यतिको त हुन्छ नि ए उ यहाँ छ ए अन्त फक्रै नलागेको छ होइन यो फक्रेर खासमा यति टिप्नु पर्ने हो के ए दिल में सुइया सुइया सी सुइया सुइया सी बिउ राख है ए यसको उ छ नि बिउ छ भने त्यो बिउ पनि लगाएर तल घरमा रोपिराख्नु पर्यो हौ मैले अस्ति भर्खर मात्र सारेको कि यो तैँले लाँदाखेरि हुन्छ त ए ल त्यो रोपिराख्छु गमला लगाउँछु गमला किन्नुपर्छ हेर ठुली है भएको कुरा हो तँलाई मैले गमला किनेर मलाई गमला चाहिरहेको छ गमला खाली गर्दैछु म यो गमला तँ होइन यिनीहरू त यो के हो यो फुल्न आँटेको फुलिसकेको यो छाम्दा त थाहा भइहाल्छ नि फुलिसकेको नि यो थाहा हुँदैन अनि साह्रै सुकेको त होस् के बिउ हुन्छ बिउ पर्दैन हाम्रोमा जति छ मेरो नभए अमृतदेखि हुन्छ अमृतदेखिको नभए मधु भाउजूको हुन्छ मधु भाउजूको नभए माथि यिनीहरू हुन्छ हो त फुलिसकेको टिप यो ओइलेको पनि टिप यो पनि टिप यस्तोहरू पनि चिया खानु पर्यो भनेर के यो होइन साँच्चै रिफ्रेसिङ हुने रहेछ क्या यो खै देखाएर कति भयो तिमीलाई 2-3 ड्रागन फ्रुट गर्नुमा 1 2 3 4 5 6 7 आँखै अगाडि 8 9 वटा गर्नु सकिन 10 वटा ए यहाँ फुल्नु बाँकी कतिवटा फुल्नु बाँकी 1 2 3 4 5 6 7 8 9 10 11 12 13 के साह्रो धेरै भएको यसको के साह्रो धेरै भएको यो मुनिको यो ठुल्ठुलो धोक्रो यस्तो चाहिँ के हो के खालको अर्किड हो यो लोकल हो यो जस्तो होइन गाह्रो छ मुनिबाट गर्नुपर्छ नि नत्र तिम्रो सबै उयो त्यसको त्यो ससहरू बगेर जान्छ मुनिबाट त हाम्रो स्टुडेन्ट छैन होइन हातैले गर्ने यो मुनिबाट साइलीको ब्याकयार्डको रोज गार्डन कसो कुकुर भोगेको यसरी कुकुर भोगेर मलाई कस्तो रिस उठेर यसले मलाई पनि दिएको थियो नि मेरो त मर्यो क्या दामी फुलेर रहेछ यत्रो ठुलो छ बोट यसको त एभोकाडो पनि यहीँ पो छ त छा मधु भाउजूलाई हेर्नु है भाउजू तपाईँलाई के भन्ने तपाईँको के भन्नु न त छोप्छे पो त भाउजू तपाईँ भनेर धेरै नठाउने कसैले ल्याएको दिएन नदेऊ बरु टिनालाई त त्यसो नभन भन्दै थियो कि अस्ति ए आम्मामा यो त मधु भाउजूले मायाले यो चाहिँ मायाको लागि अरे पुड्का उयो अलि माथि रहेछ त्यो नि बारमा चढेर नचढे एभोकाडो त कस्तो उयो हुन्छ भन्छ एकदम साह्रो नरम हुन्छ भुइँमा पछारिएर मर्लास मेरो यसपालि साह्रै पातलो फल्यो क्या एभोकाडो ठिकै छ तर यहाँ यसो चाहिँ पातलो पातलो फल्यो तल्लो यो चाहिँ सालापछि फल्छ तल्लो चाहिँ एक वर्ष बिराउँदै फल्छ तर बाक्लै फल्छ हो अब जान्छु त्यहाँ पनि भिडियो खिचेर हाल्छु त्यो फुले अहिले फुलेको हो अच्छा तेरो सबै उ भएछ यिनीहरू नि बुढो भएछ बोट तैँले अब बर्खामा यस्तै हो नि लगेर हाँगा साह्रै राख्नु पर्ला हौ यसको पनि खै एउटा हाँगा चुटाइदियो त गाडीमा हालिराख्छु
यो चाहिँ तैँले मलाई दिइहालेको होइन फुल्नु आँटेको यसको अगाडि के साह्रो फलेछ हौ लट्टे 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 लौका नि फल्दै रहेछ भित्र नजानु पर्ला जुका आउँछ बाबा आमा यसको एभोकाडो किरा जतिकै छ त्यसको एभोकाडो त कति हो कति एभोकाडो कति हो कति उता माथि रुखमा त झन् कति छ पातै बराबर छ कति क्विन्टल छ होला यो छोटो भिडियो बनाऊ भनेर सोचेको थिएँ तर यसको ड्रागन फ्रुट यति राम्रो फुलेको देखेर मन थाम्नै सकिनँ मैले त हामी चाहिँ यसको घर बारबेक्यू पोलेर खानु आएको थियौँ अनि बस्दा बस्दै त्यो अघिको देखाएको ड्रागन फ्रुट फुलिहालेछ सो त्यसको पनि भिडियो अलिकति जोडिदिएको के अघि कोपिला लागेको थियो नि तिनीहरू सबै फुलेको सबै काट्यो